उपलब्धिका कुरा गर्दाखेरि सेक्टर वाइज रूपमा जाँदाखेरि हामीले चाहिँ विभिन्न क्षेत्रमा उपलब्धिहरू हासिल गरेका छौँ। शैक्षिक गुणस्तर अभिवृद्धिको काम भएको छ। अङ्ग्रेजी माध्यममा क्लासको सुरुवात भएको छ। त्यसपछि सडक भौतिक पूर्वाधारमा सडकहरू हामीले चाहिँ स्तरोन्नति गरेका छौँ र पर्यटकीय पूर्वाधारको रूपमा चाहिँ विभिन्न पार्कहरूको निर्माणको काम हामीले अगाडि बढाएका छौँ, जसमध्ये मयूर पार्क, साइन्स पार्क र चिडियाखाना, त्यसपछि रक क्लाइम्बिङ, क्यानोइङ जस्ता कार्यक्रमहरूको चाहिँ डिपिआर तयार भएर कतिपय इम्प्लिमेन्टेसनमा गएका छन्, कतिपय चाहिँ अब हाम्रो नेक्स्ट इयरदेखि इम्प्लिमेन्टेसन हुँदैछ। खेलकुद क्षेत्रमा हामीले चाहिँ टुडी खेल लगायत खेल मैदानहरू निर्माण गरेका छौँ। एक खेल मैदानको अवधारणा अनुसार अगाडि गएका छौँ र जसअनुसार अहिले हामीले चाहिँ 5 नम्बर वडामा धरमघरमा, त्यसपछि 7 नम्बर वडामा चाहिँ त्यो कम्पनी भन्ने ठाउँमा र टुडी खेललाई विस्तार गरेका छौँ भनेदेखि 8 नम्बर वडामा पनि र खरीढुङ्गामा 9 नम्बर वडामा हामीले चाहिँ यो एक वडा एक खेल मैदानको कामलाई अगाडि बढाएका छौँ। धार्मिक रूपमा अगाडि जानका लागि हामीले त्यही अनुसार महाकाल मन्दिर विस्तारका लागि जग्गा खरिद गर्ने कामहरू भएका छन् र केही वडा कार्यालयहरू निर्माण भएका छन् र वडा कार्यालयहरू व्यवस्थापन गरेका छौँ र हामीले चाहिँ अब हरेक सेक्टर वाइज रूपमा चाहिँ यो लङ टर्म भिजन अनुसार काम अगाडि बढाइराखेका छौँ। हजुर, चिडियाखाना बनाउने योजना सहित बजेट पनि हजुरहरूले प्रस्तुत गर्नुभएको छ। चिडियाखाना चाहिँ कस्तो किसिमको बन्ने छ, कस्तो बन्ने छ? यो हामीले परिकल्पना गरेको चिडियाखाना चाहिँ यो अहिलेसम्म चाहिँ अब नेपालमै चाहिँ त्यो यो प्रकृतिको छैन। हाम्रो परिकल्पना अनुसार चाहिँ हामीले चाहिँ एउटा जानवरहरूलाई खोरमा राख्ने भन्दा पनि अलिक खुला क्षेत्रमा उसलाई आवश्यक पर्ने, त्यो उसलाई घुम्न डुल्न र उसले खानका लागि आवश्यक पर्ने त्यो खालको चाहिँ वातावरण सिर्जना गर्ने र त्यो खालको चाहिँ स्पेस, त्यो खालको चाहिँ उसको भूमि दिने गरी हामीले व्यवस्थापन गरेका छौँ र त्यसको हाम्रो चाहिँ अहिले 10 सेक्टरमा डिपिआर तयार भएको छ र त्यो अनुसार अब हामी यो गत वर्षको लागि बजेट पनि विनियोजन गरेका छौँ र त्यस अनुसार हामी त्यो डिपिआर अनुसार चाहिँ कार्ययोजनामा जान्छौँ र त्यसरी अगाडि जाने कुरा छ। र यसैपालि हामीले तल चाहिँ यो भिनपा 5 को बिरुवामा चाहिँ मयूर पार्क निर्माण गर्ने भनेर यसपालि नै हामीले चाहिँ केही केजहरू निर्माण गरेका छौँ र यसपालिबाट नै हामी अब सम्भावना रहेसम्म केही मयूरहरू चाहिँ त्यहाँ केजमा राख्ने र सुरुवात गर्ने हाम्रो लक्ष्य रहेको छ। र अब हामीले विश्व शान्ति बुद्ध पार्कका कुराहरू भए, अनि त्यसपछि भ्यू टावरको व्यवस्थापन लगायत थुप्रै कुराहरू चाहिँ हामीले पर्यटकीय क्षेत्रमा पनि गरेका छौँ र जसले चाहिँ एउटा भोलि भीमेश्वर नगरलाई समृद्ध बनाउनलाई पर्यटकीय गन्तव्यको रूपमा निर्माण गर्नका लागि चाहिँ ठुलो भूमिका निर्वाह गर्छ भन्ने हामीलाई आशा छ। हजुर, चिडियाखाना 10 हेक्टर क्षेत्रफलमा बन्दैछ, यो चाहिँ कहाँ बन्दैछ? भीमेश्वर नगरपालिका भित्रै बन्दैछ? नगरपालिका वडा नम्बर 3 र 6 को माथिल्लो भेग जो भ्यू टावर भन्दा पूर्वतर्फ, लगभग भ्यू टावरबाट 4-5 किलोमिटर पूर्वतर्फ पर्छ, त्यो एरियामा चाहिँ हामीले डिपिआर तयार गरेका छौँ र हामी यो खोरथली सामुदायिक वनसँगको समन्वयमा निर्माण गर्ने हो। हजुर, त्यसको लागि नगरपालिकाले कति बजेट छुट्याएको छ, विनियोजन गरेको छ? अब मैले बजेट चाहिँ त्यो बुक हेर्नै पर्छ, एक्ज्याक्ट कन्ठ हुँदैन। त्यसले गर्दाखेरि हामीले केही बजेट छुट्याएका छौँ जसले हामी चाहिँ सुरुवात गर्छौँ र अब यो एक्ज्याक्टली त्यसको फिगरै थाहा हुन चाहिँ हाम्रो रेड बुक हेर्नुपर्छ। हजुर सर, हजुरले बजारमा निर्माण सामग्रीहरू जताभावी जुन निर्माण व्यवसायीहरूले चाहिँ भनेको घर बनाउनेहरूले चाहिँ जताभावी भनेको सडकमै निर्माण सामग्री जताभावी राखेका छन्, त्यसलाई चाहिँ हटाउने अभियान हजुरले थालनी गर्नुभएको थियो, तर पछि हट्नुभयो किन? होइन, म पछि हटेको छैन। त्यो भन्दा पनि कस्तो हो भन्दाखेरि यो चाहिँ नगरपालिकाले हरेक गतिविधिको चाहिँ एउटा प्रचारात्मक अभियान र डेमोन्स्ट्रेटिभ भनेको चाहिँ त्यसलाई चाहिँ एउटा नमुना अभ्यास गरेर देखाउने हो र गर्ने जनताले नै हो, गर्ने नागरिकहरूले नै हो, टोलवासीहरू र टोल सुधार समितिले हो। र अब यसमा हामीले चाहिँ नागरिकलाई चाहिँ डन्डा लाएर फुटपाथमा सामान नराख, यसो नगर भनेर हामीले चाहिँ नागरिकहरूलाई चाहिँ डन्डा लाएर हिँड्न त्यति उचित नहुनुपर्ने हो जस्तो मलाई लाग्छ।
तर अब हामीले एकचोटि अब सरसफाइ अभियान पनि सञ्चालन गऱ्यौँ, त्यसपछि फुटपाथका सामग्री हटाउने पनि अभियान सञ्चालन गऱ्यौँ र उहाँहरूले साथ सहयोग पनि दिनुभयो। अब नागरिकहरूले नै अब बुझ पचाएपछि अब हामीले उहाँहरूलाई सचेतना कार्यक्रम अगाडि बढाउनु पर्ने त्यो स्थिति रहेको छ र अब हामी आगामी वर्ष अब यो साउन पछाडि नै हामी चाहिँ अब नागरिकहरूलाई चाहिँ एउटा सचेतना कार्यक्रम अगाडि लान्छौँ र उहाँहरूकै साथ सहयोगमा स्वयं जसको नीति उसकै नेतृत्व भने जस्तो अब जसको घर आँगन उसैले सफा गर्ने नीति अनुसार हामी अगाडि जान्छौँ र अब यो हाम्रो बनेका सडकहरूमा अब गार्डेनिङ लगायतका कामहरू सहरी सौन्दर्य विकास गर्ने योजना रहेको छ। हजुर सर, दोलखा जिल्लाको सैलुङ गाउँपालिकामा चाहिँ प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको बजेटले सडक पिच त होइन, सडकको विभिन्न कार्य सोलिङ गर्ने काम भएको छ होइन। यो चाहिँ एउटा नमुनाको रूपमा लिएको छ। अब भीमेश्वर नगरपालिकाले कसरी हेरेको छ? जस्तो अरू ठाउँमा चाहिँ के भइरहेछन् भने नाला मात्र सफा गर्ने, झार उखाल्ने लगायतका कामहरू भइराखेका छन्। सैलुङ गाउँपालिकाको चाहिँ एकदम राम्रो भयो भनेर, नमुनायुक्त भयो भनेर प्रशंसा पनि भइरहेको छ। हजुरले कसरी हेर्नु भएको छ? यसलाई चाहिँ मैले कसरी हेर्ने भन्दा पनि कसले के गर्यो कस्तो गर्यो त्यो मसँग सरकार कुरा होइन र यो चाहिँ यो रोजगार कार्यक्रम भनेको हामीले प्रष्ट बुझ्नुपर्ने कुरा के हो भनेदेखि अनस्किल लेबर भनेको चाहिँ दक्ष नभएका व्यक्तिहरूलाई त्यो 517 रुपियाँ अथवा जिल्ला दर रेट अनुसार हुँदा 700 पनि पर्छ क्यार, तर मेनली चाहिँ 517 रुपियाँ हो र 517 रुपियाँमा चाहिँ उसले पाउने रोजगार भनेको अदक्ष भनेको दक्ष नभएको कामदारले गर्ने काम हो र अब अरूले उहाँले कसरी लाउनुभयो के गर्नुभयो, सैलुङ पालिकाले कसरी गर्यो के गर्यो त्यसमा मेरो कुनै कमेन्ट छैन। उहाँहरूले राम्रो गर्नुभयो, उहाँहरूलाई बधाई छ। तर हाम्रो पनि चाहिँ हामीले चाहिँ अहिले हाम्रा निर्माण भइराखेका सडकहरूको नाला खन्ने काम र त्यसपछि गोरेटा बाटाहरू निर्माणका काम र कतिपय खानेपानीका काम यसरी लगाएका छौँ हामीले। अब त्यो चाहिँ मेरो चाहिँ आम धारणा के छ भन्दाखेरि मैले गरेको मेरो काम मैले फेसबुकमा हालेर मैले प्रचार गर्ने होइन, स्वयं जनताले प्रचार गर्नुपर्छ। राम्रो काम भएको छ कि छैन अथवा त्यो काम रोजगारबाटै भएको हो अथवा अन्यत्रको भएर भएको हो त्यो कुरा चाहिँ मैले भन्ने कुरा होइन। आम सञ्चारका माध्यमले आम नागरिकले काम हेरेर हामीलाई मूल्याङ्कन गर्ने हो। नराम्रो काम भएको भएदेखि नराम्रो भयो भनेर खबरदारी गर्नु पर्यो, राम्रो काम भयो भनेदेखि स्याबासी दिनुपर्ने होला। तर मेरो चाहिँ धारणा के छ भने मैले गरेको काम मैले नै राम्रो गरेँ भनेर चाहिँ फेसबुकमा हाल्ने त्यो गर्ने मेरो बानी छैन। यसमा चाहिँ अब मैले यति नै भन्नुपर्छ जस्तो लाग्छ। बजेटमा सामाजिक सुरक्षाको लागि कति बजेट छुट्याएको छ? अब हामीले चाहिँ यो हाम्रो भीमेश्वर नगरपालिकाको बजेट चाहिँ यसपालिको बजेट विनियोजन गर्दाखेरि अत्यन्तै वैज्ञानिक ढङ्गबाट र अत्यन्तै व्यवहारिक ढङ्गबाट हामीले गरेका छौँ। र किन भन्दाखेरि हामीसँग चाहिँ यो नगरको पार्श्वचित्र नगर प्रोफाइल तयार भइसकेको हुनाले हामीले त्यसलाई आधार मानेर जस्तो 1 नम्बर र 9 नम्बर वडा भीमेश्वर नगरपालिका भित्रका भौगोलिक विकटता र कम सम्पन्नता भएका वडाहरू हुन्, त्यो वडालाई बढी हामीले टार्गेट गरेका छौँ र त्यसै गरी हामीले पर्यटन पूर्वाधारलाई टार्गेट गरेका छौँ र हामीलाई चाहिँ यो भीमेश्वरको समृद्धि केमा आउँछ भन्ने कुरा चाहिँ त्यो नगर प्रोफाइलले दर्शाइसकेको त्यसबाट केही खाका आइसकेको हुनाले त्यो अनुसार विनियोजन गरेका छौँ र त्यसमाथि पनि हामीलाई चाहिँ यो बजेट विनियोजनका लागि नेपाल सरकारले नै तयार गरेको सूत्र छ, त्यसको फर्मेटमा बजेटहरू राख्नुपर्छ र त्यो अनुसार हामीले भौतिक पूर्वाधार लगायत सेक्टर वाइज रूपमा राखेका छौँ र हामीले सामाजिकदेखि लिएर विकास निर्माणका पूर्वाधारका कुराहरूमा हामीले राखेका छौँ र सम्भवतः यो सामाजिक क्षेत्रमा पनि हामी दावाका साथ भन्छौँ सबैभन्दा बढी र आकर्षक बजेट छुट्याएका छौँ र आम नागरिकहरूलाई चाहिँ त्यसबाट फाइदा हुने गरी नै काम अगाडि बढाउँछौँ। हस्, हुन्छ सर। हस्, धन्यवाद।